आफ्नो गुरु गुरु भनेको सिकाउने व्यक्ति आफ्नो गुरु अगुवा आफ्ना बाआमा आफूभन्दा जेठो मानिसहरूले भनेको अथवा भनेको कुरालाई अर्याको कुरालाई जस्ताको त्यस्तै पालना गर्नुलाई चाहिँ के भनिन्छ आज्ञाकारिता भनिन्छ है आज्ञाकारिता भनिन्छ म बोलेको सुन्दै हुनुहुन्छ कि बोलम सानो भयो आज्ञाकारिता भनिन्छ भने अब त्यो भित्रको चाहिँ पवित्रता मलाई त बाइबलले के भन्छ त भने रक्सी नखाऊ भन्छ त्यो भित्रभित्र रक्सी खान्छ कुरो बुझ्नुभयो नि बाइबलले के भन्छ अशुद्ध चिज नछो भनिन्छ तर त्यहीलाई छुछु लाग्ने के जति नछो त्यसलाई छुन मन लाग्ने अरे बाबु त्यो चाहिँ के अरे नछो है त्योमा चाहिँ त्यो अपवित्रता हो त्यो पवित्र छैन त्यसलाई नछु तिमी अपवित्र बन्छ भने त्यसलाई छुन मन लाग्छ कसको जीवनमा घटेको घटना यो वचन अनुसार वचन त्यो बाइबलका पात्रहरू मध्येमा चाहिँ कसको जीवनमा घटेको घटना यो चाहिँ अहिले मैले बोल्दै गरेको कुराहरू कसैलाई थाहा छ पावल अरे बहिल टाउका लाउनु कसको जीवनमा घटेको घटना हो यो प्रश्न बुझ्नुभयो पुरानो करारतिर कि नयाँ पुरानो करारतिरै हो दुईटै ठाउँमा छ दाउद पनि हुनसक्छ हजुर हजुर भन्दै जानुहोस् त किनभने त्यो चाहिँ हजार पनि भयो हजुर जुन चिज नगर भन्छ त्यो चिजलाई गर होला नानी त्यो चाहिँ नछु है त्यो छुने बित्तिकै तिमी अपवित्र हुन्छौ बाबु नानी जकैलाई पनि अनि त्यहीलाई छुन मन लाग्ने अनि छुइदिइहालेको गरिदिइहालेको हजुर हो आदत पक्का होइन नयाँ करारलाई हेर्ने भने पनि त्यस्तो व्यक्ति थुप्रै छ तपाईँहरू मैले सिधा कुराकानी हेरेर जाने कुरा भने नि प्रेरित 5 अध्यायलाई हेरे हुन्छ अननिया र सकिरहेको बारे जे नगर भनेको थियो त्यो चाहिँ उनले गर्नु अनि अहिले हाम्रो मण्डलीमा पनि सायद त्यस्तै हुनसक्छ त्यो बेला चाहिँ बाइबलको पात्रहरूको तपाईँ विचार गर्नुहोस् परमेश्वरको वचन र अहिलेका मण्डलीका त्यो बेलाको पात्र है वचनभित्र वचनले उल्लेख गरेको पात्रहरू जुन त्यो बेलाको पात्रहरू थियो र अहिले पनि जुन वचन सुन्ने पात्रहरू छन् वचन सुन्ने पात्रहरू भनेको तपाईँ र हामी मण्डलीहरू हो अनि त्यो बेला चाहिँ वचन सुन्ने मण्डलीको जीवन र अहिले तपाईँ र मेरो जीवन लगभग उस्तै उस्तै छ अहिले विचार गर्नु कुरो बुझ्नुभयो नि त्यसैले भन्छ यहाँ हामी आज्ञा पालना गरेको बहाना चाहिँ गर्छौँ तर हामी आज्ञा पालना गरे जस्तो चाहिँ गर्दैनौँ पवित्रता हुने बहाना चाहिँ गर्छौँ तर हामीले नै के गर्छ जुन चिज नगर्दा त्यो काम गरिरहेको अवस्थाहरू छ त्यस्तोलाई के भन्छ थाहा छ म तपाईँलाई रोमी 10:2 हो कि हो एकजना रोमी 10:2 पढिदिनुहोस् त म यो गवाई दिन्छु कि परमेश्वरप्रति तिमीहरूको जोस त छ तर यो जोस ज्ञान अनुसार छैन फेरि पढिदिनुहोस् त भाइ म यो गवाई दिन्छु कि परमेश्वरप्रति तिमीहरूको जोस त छ तर यो जोस ज्ञान अनुसार छैन पावलले के भन्छन् म यो गवाई दिन्छु परमेश्वरप्रति तिमीहरूको जोस चाहिँ छ तर त्यो जोस चाहिँ के अनुसार छैन अरे ज्ञान अनुसार छैन मण्डलीमा परमेश्वरको बारेमा बोल्नु परमेश्वरको काम गर्नु होइन यस्ता गरौँ उस्ता गरौँ त्यो गर्छु यो गर्छु भन्ने जोस चाहिँ छ तर त्यो जोस चाहिँ के अनुसार छैन अरे ज्ञान अनुसार वचनले हामीलाई भन्छ
त्यसैले मैले के भन्ने गर्छु, बार बार भन्ने गर्छु, तपाईँ र हामी के हुनुपर्छ अरे, घरिघरि चेन्ज भइरहने हो र। मैले बार बार तपाईँहरूलाई सिकाएको छु, मण्डलीमा सिकाएको छु, बिर्सिनु भयो होला। हामी सदाबहार हुनुपर्छ। मैले भनेको छु हामी सदाबहार। हिजो पनि हामी त्यही विश्वासी हौँ र आज हामी त्यही विश्वासी हौँ। ज्ञानमा बढ्दै जाउँ, विश्वासमा बढ्दै जाउँ, विश्वासलाई दह्रो बनाइराखौँ, विश्वासलाई अङ्गाली राखौँ, तर हामी चाहिँ के गरौँ, सदाबहार नितान्त प्रभु येशू ख्रीष्टको विश्वासमा, प्रभु येशू ख्रीष्टमाथि भरोसा, त्यसरी हामी अगाडि बढ्छौँ। परमेश्वरको वचनले उत्पत्तिदेखि लिएर प्रकाशसम्मको पुस्तकले के देखाउँछ त भन्दा येशूलाई देखाउँछ। याद गर्नुहोस् है, परमप्रभु परमेश्वरको वचनमा उत्पत्तिदेखि लिएर प्रकाशसम्मको पुस्तक 66वटा पुस्तक हामीले अध्ययन गर्दै जाने हो भने चाहिँ हामी त्यो सबै पुस्तकले के देखाउँछ त भन्दा मुक्तिदाता येशूलाई देखाउँछ। पुरानो करारले येशूलाई नै देखाएको छ, येशूलाई नै इङ्गित गराएको छ भने नयाँ करारले पनि येशूलाई नै देखाएको छ। येशूलाई नै हामीले बाइबलले वचनले जनाएको हामी पाउँदछौँ। त्यसै गरी म अलिकता ढिलो नगरी म तपाईँहरूको बिचमा वचन नै पढ्न गएँ। हामी हेर्नेछौँ पहिलो पत्रुस 1:13-21 एकजना भाइ वा बहिनीले जसले पढे पनि पढ्दिन होला, फेरि चर्को स्वरमा सबैले सुन्ने गरी। हजुर के अरे 1:13-21 हामी हेरौँ। यसकारण आफ्नो मनबाट संयमी हौ र यस्तो प्रकट हुनुहुँदा तिमीहरू कहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अनजान अवस्थाका कुइच्छाहरूमा तिमीहरू अब नलाग, तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू आफै पनि जीवनका सबै रहन सहनमा पवित्र हौ, किनभने यो लेखिएको छ, तिमीहरू पवित्र हौ किनभने म पवित्र छु। पनपक्ष नगरी मानिसको काम अनुसारको इन्साफ गर्नुहुनेलाई पिता भनी पुकार गर्छौ भने तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताऊ। तिमीहरू जान्दछौ कि आफ्ना पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नाश हुने थोकद्वारा दाम तिरी तिमीहरू छुटाइएका होइनौ, तर निष्ठोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुटाइएका छौ। उहाँ सृष्टिभन्दा अघिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो। उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्। आमेन। यही समझ्नु के लिएर आउनुपर्छ यहाँ? शुद्ध मन, पवित्र मन, शुद्ध विचार, पवित्र विचार, आज्ञाकारिताको जीवन, यो लिएर हामी आयौँ भने, यो भवनभित्र पस्यौँ भने तपाईँ र मैले परमेश्वरको पक्कै पनि परमेश्वरको महिमा हामीले गरेका छौँ। जब तपाईँहरूको मन यहाँ ठिक छैन, तपाईँको मन यहाँबाट पृथ्वी चोक गयो, काठमाडौँ गयो, अब हाम्रो उताको कुराकानी गर्ने भने हामी गई गाडीमा गयौँ, अनि त्यो झाडु बाँड्नेतिर गयौँ भने हामी के गर्छौँ? त्यसलाई हामी पवित्र मान्दैनौँ। तपाईँ र मैले मान्ने त होइन, थाहा छैन, तर तपाईँ र मैले यो भित्र के लिएर आउनु पर्यो? शुद्ध के मन, शुद्ध मन, पवित्र मन, आज्ञाकारिताको जीवन। यदि यो लिएर आएन भने तपाईँ र मेरो जीवनमा माखो मर्दैन। एउटा सानो घुसना पनि मार्न सक्दैन। जतिसुकै प्रार्थना गर्नु, जे गर्नु। म तपाईँलाई एउटा प्रश्न सोधौँ, तपाईँहरूले दिनमा कतिवटा पद पढ्नुहुन्छ? अगुवाजनले हात उठाइदिनुहोस्, अगुवाहरूले हात उठाइदिनुहोस् त। दिनमा कतिवटा पद पढ्नुहुन्छ? भाइले कतिवटा पद पढ्नुहुन्छ? पद त गन्दिनँ हौ।
त्यसो भए अध्याय कुन अध्याय पढ्नुहुन्छ कति पढ्नुहुन्छ तपाईँ? म चाहिँ कुनै दिन धेरै पढ्छु, हजुर एउटा पुस्तकै भ्याउँछु कुनै दिन चाहिँ, हजुर कुनै दिन 2-3वटा पढ्छु। भाइले कुनै दिन 2-3वटा किताब पुस्तक पढ नभए कुनै एउटा पुस्तकै पढ्नुहुन्छ भाइले। अनि अरू मैले त तर पढ्ने चाहिँ हेर्छु कहिले 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 चाहिँ त्यस्तै हो माथि हो रेकर्ड छ है भन्नुहोस् भन्नुहोस्। पढ्दैन म चाहिँ छैन होला होइन। हजुर कहिले कहिले 1-2 पढ्छु होइन, कहिले कहिले त्यो पनि पढ्दिनँ। कहिले कहिले म त्यतिकै सुतेको जाँदै दिन गइजान्छु। अनि दाजुभाइहरूलाई त अब 2-4 नै हो। अरू दिदीबहिनीहरू धेरै हुनुहुन्छ तपाईँहरू मध्येमा त अब लगभग 6-7 जनाले त पढ्या होला कि। सबैले पढ्यो। तपाईँहरू मध्येमा कतिले पद पढ्नुहोस् ल भन्नुहोस्, बाइबल कतिजनाले पढ्नुभयो? धनमाया बहिनीले हात हल्लाइसक्नुभयो। अरू पढेन रे। अरू सारा बहिनी होइन हो अब कति कुरा बोल्नु पर्छ, बाँकी रिपोर्ट भइरहेको हुन्छ। अनि हामीले बनाउने कुरा गर्दा बाँकी हुन्छ नि त। हप्तामा जिम्मेवारी पाइयो भने सञ्चालनको जिम्मेवारी पाइयो भनेपछि काम चलाउ सरकार छ, हामी के काम चलाऊ। कसरी काम चलाऊ त भने ल आउने शनिबार दिन चाहिँ मैले वचन प्रचार गर्नुपर्छ, पद हेर्नुपर्छ भनेर भन्ने। अनि अरू बेला चाहिँ नगर्नु, जिम्मेवारी छैन। जिम्मेवारी छैन। भोलि गर्दा मलाई कसैले जिम्मेवारी दिएन भने के गर्नुहुन्छ? बाइबलमा पढ्नु त्यही त हो। सूचनामा फलानु बार फलानुले ढिस्कानु बार फलानुले भन्यो भने के गर्ने हामीले? म बेला बेलामा म चेक गर्छु, तपाईँलाई म ढाँट्दिनँ। म बेला बेलामा मैले चेक गर्छु, याद गर्नु। म नाम चाहिँ भन्दिनँ। को फेसबुक लाइभ पठाएछ, को कहाँ पठाएछ भनेर म बेला बेला हेर्छु। न्याय गरेको चाहिँ होइन, याद गर्नुहोस् है, हेर्छु। मैले एकताल ट्याक्क मूर्ति भाइलाई पनि देखेको थिएँ, अहिले त होइन, ठ्याक्क बन्द भयो। एक समय मैले भाइलाई देखेको थिएँ। नजानेर थिचेको पुरै आफूले देखाइरहेको त्यो त म नजानेर मैले किन त्यसो गर्दैछु त भने होला तपाईँहरूको जीवनमा चाहिँ त्यसलाई दाइले किन यसरी पेलिराखेको त्यो तपाईँहरू पक्कै भन्नुहुन्छ। दाइले किन पेलेको चाहिँ भन्नुहुन्छ, तर मैले मेरो लागि चाहिँ पेलेको होइन है। मेरो लागि मैले बिल्कुल पेलेकै होइन। यदि मेरो लागि हो भने त मलाई के झाडु बनाएको छु, कुचो बनाएको छु, भात खाएको छु, चामल भात खाएकै छ होइन। ऋण लाग्ने मैला लागेको छ, दिन लाग्ने मैला लागेको छ होइन। जे भयो नि मलाई भएको छ, अरू म भयो। तर तपाईँहरू किन मैले चिन्ता गर्नु पऱ्यो, तपाईँहरू किन मैले पेल्नु पऱ्यो? त्यसको जवाब तपाईँहरूमै हुनुपर्छ। दाइले दिइरहनु आवश्यक पर्दैन। दाइले पेल्यो होइन, दाइले जवाफ दिनुपर्छ भन्ने। दाइले पेलेको पनि होइन तपाईँहरूलाई, दाइले पेलेकै होइन। तपाईँहरूलाई के गरेको त कान ठाडो गरेको, होसियार गराएको, जागा सुत्नबाट चाहिँ तपाईँहरूलाई उठाएको, झकझक्याएको। तैपनि सुत्दिने, जति उठाउँदा पनि सुत्दिने तपाईँहरू हो। गलत के भन्छ? अनि यता जान्छ। यसकारण आफ्नो मन के गर रे सुरुमै, यसकारण आफ्नो मन बाँध, यसकारण आफ्नो मन बाँध भन्यो। तपाईँलाई फेसबुक लाइभ बसन लागिरहेछ। एउटा मनले बस भनिसक्यो, मन बाँध्नु त पर्यो होला नि। मैले भनेको होइन, वचनमा तपाईँले पढ्नुहोस्। एकजनाले पढ्नु त के गरे रे? अलिक चर्को स्वरमा भन्नुहोस् न। यसकारण आफ्नो मन बाँध। यदि तपाईँले आफ्नो मन बाँध्न सकेन भने तपाईँ फेसबुक लाइभमा बस्छ। हाम्रो 2 दिन भयो हाम्रो घरमा आएको एउटा साथी
2 दिन भयो यस्तो उसले त बोलेको छैन। त्योबाट हेर्नुहोस् चिनी खाने जाड खाने के हो शब्द आयो। अनि मैले त्यो जीवनलाई कसरी हेर्नु? मुखले पो प्याच्चो बोलेन होला होइन, मुखले पो बोलेन होला, मनले त मैले के भने होला तिमीहरूलाई? कस्तो खालका गति छाडा मान्छे होइन, कस्तो खालको गति छाडा मान्छे होइन, कस्तो खालको बाउले जन्मियो होला आमाले जन्मियो होला भन्ने स्थितिमा पुग्ने मान्छे क्या। त्यस्तो कतिपय भाइ बहिनीलाई थाहा छ, बहिनीलाई भाइलाई छैन, बहिनीलाई गलत। आफ्नो मन बाध। तपाईँलाई त्यस्तो छ भने मन बाँध्नुहोस्। यदि तपाईँले त्यसरी परमेश्वरको वचनलाई उल्लङ्घन गर्नुहुन्छ भने तपाईँले परमेश्वरलाई चिनेको छैन भन्ने प्रमाणित यही हो। कुरो बुझ्नुभयो नि? परमेश्वरको वचन सुन्दै परमेश्वरको वचन बोल्दै जस्तै मैले परमेश्वरको वचन बोल्छु, के अरे व्यभिचार नगर अब मैले प्रचार गर्छु, यदि म व्यभिचारमै फस्सेँ भने मैले परमेश्वरको वचनलाई, परमेश्वरको आज्ञा पालना गरेको होइन, परमेश्वरको वचनमाथि मैले भरोसा गरेको हुँदैन र मैले परमेश्वरलाई चिनेको छैन। प्रमाणित त्यहीबाट हुन्छ, त्यस कारणले गर्दा हामीले के गर्नु पर्यो? आफ्नो मन बाँध्नु पर्यो। धेरै सामाजिक सञ्जालले मान्छेलाई शैतान बनाइरहेछ, धेरै सामाजिक सञ्जालले मानिसलाई के बनाएको छ? शैतान बनाएका छन्। त्यो मध्ये झन् डेन्जर भनेको विश्वासीलाई बनाएका छन्। त्यसैले गर्दा तपाईँले मलाई के गर्नु पर्यो? मन बाँध्नु पर्यो। जुन चिज यदि आदम र हब्बाले, आदम भन्ने हब्बा हो कि त्यो बेला चाहिँ हब्बाले मन बाँधिदिएको भए होइन, खा भनेको छ नि त, कति मिठो छ खा कि हब्बा खा भन्दा उसले मन खान्न मन बाँधिदिएको त्यसो हुँदैन होला। अनि त्यसपछि आदमले पनि आएर यसो हब्बाले खाएर गट हुन्न नि, त्यस्तो गर्ने हो। परमेश्वरको आज्ञा उल्लङ्घन भयो, पालना भएन, सरी मन म चाहिँ खान्न है भनिदिएको भए होइन हुँदैन। तर के भयो? उनीहरूले आफ्नो मन बाँध्नु सक्छ।